केटी राख्दैन बाबु सकत्तर तल थाहा पायो भने कस्तो कराउँछ म अब यस्तो यस्तो ब्रेक डान्स गर्दा भन्नु हल्लेको थाहा हुन्न हल्लेको थाहा हुन्न तल कोलीहरुलाई यत्रो छ न कता कस्तो हो त्यो बस्दा हात राछ के त्यो खाली केटी राछ भन केटी राख्न आय आइमे ल खाली आयो क्या सिजन खासै होइन क्या अहिले हो यार बाटो यार डब्बैसित खर्च गरेर बाँचिन्छ डब्बैसित बाँचिन्छ डब्बैसित डब्बैसित खस्यो भने त सायद बाँचेला समाज त पछि दोहोरो बनाएर मसला दौरो समात्नुपर्छ नि डब्बैसित पचक पुचुक फुटिहाल्छ नि छिरी हामीले फुटिन्छ तर उसन त के त्यत्रो गाडी चाहिँ यस्तो हुन्छ फलामको गाडी चाहिँ यस्ता मोजी सिसा रुखा अड्किन्छ भने समाना हुन्छ यताबाट छेटेर यता निक्लिन्छ रुखा हाँस अड्केको झन्डै झन्डै भगरी हातले हाने सिसा नि फुट्दैन कस्तो खाली खाली आएर अन्तिको भने छुटिन्न नाच भनेको अन्त छुट्टै नै हुन्छ मोजी घरकाले 40-50 लाख पाउला नि पाउन्दैन म चाहिँ यता चार्ज राखम के को दिन यो किन नदिने इन्सुरेन्स हुन्न क्या हो के बोल्यो होला नि केटाहरूले 40-50 लाख थोडी नै दिन्छ भनेको चाहिँ भागा 500 रुपियाँ गाडीमा चढेर त 5-7-8 लाखको इन्सुरेन्स हुन्छ टिकट काट्यो भने 10 लाख दिन्छन् 10 लाख त मेरो मुजी अहिले टडकले हाने नि दिन्छन् सेकेन्डमा टिकट काटेर हिँड्न पर्छ एक्सिडेन्ट भयो भने 8 लाख रुपियाँ पाइन्छ मर्यो भने ल बुवा लाग्यो बुवा फायर जस्तो रहेछ नि छोरी भगाइदिसक्यो जस्तो लाग्यो तिमी गीत गायो फर्किन लाग्यो र र र र अब के हुन्छ ल ल ल म चाहिँ आफ्नो ज्यान आफै धराप नगरेर छु जरिवाना लगाएर फेरि पैसा आइन उतै डसे खान अनि हल्लाइकन नाच न मोजी ल खुट्टा किन हल्लाउनु पर्यो बुढा त हेर्दै गयो त खनक नाच म त म गीत नि गाउनु अहिले मैले तिमीलाई देखाइदिने हो हिजो त शीतल भत्कियो मेलामा जा त गर्यो हिजो बेलुका थियो अलिक घाम परे बुवा मात्र हुन्छ नि पेटो निकालेर झट्टाएर हल्ला छेड्दैला पछि केबल कारै सबै आमा आमा हेरेको बुढो हेर्छस् एक्जाम गरिदिनु न हामीले सक्खा गरिदिनु पर्यो के भन्दा सक्यो हुन्न कता जाम गरियो उतै सक्खा माथि हाल्नु एउटा ऊ अड्काइदिने क्या एउटा काठ अड्काइदिने भने त अड्किन्छ होला है ऊ त्यहाँ थियो कि ठ्याक्कै त्यहाँदेखि एउटा काठ लिएर हिँड्ने आफैले लिएदिनु फेरि यस्तो चेकिङ हुन्छ भित्र है आफ्नै केबल कार खस्छ म पौडी आज केटा फाल्दिउँ न त्यहाँबाट पैसै लाग्दैन केटा यहाँ झरो टान काटमा भेट्छु म यहाँ 3जना यहाँ मैले त पढेला ल्याउन अब 4 च्याम्पियन हो म ढाका राखेको खेल्छु नि भाइ खेतको बिचमा बनाउँछन् है गोठ हानी रान्दैछ र मियाले बाँकी छ बसा तपाईँ पागल अस्ति हिँडेर थियो गएर इन्सिया छतमा इन्सेल छ घरमा इन्सेल छ एउटा मात्रै ढलान गरेको खै कहाँ पका एउटा मात्रै ढलान गरेको छैन ढलन होइन मेरो मोजी हो त्यो कहाँ ढल्नु न ल रङ हो त्यो ढलान गरेको घर होइन उहाँको सटर भएको काठकोमा ढलन गरे ए न त स्कुल रहेछ
आएर बुढाबुढी त्यसो गर्दैन छुट्टी हुन्छ फेरि लिन जान पर्छ जो जो जिस्का त्यति झुट्टो